सम्पूर्णमा नमस्कार। जति पनि मलेसियामा काम गर्ने मानिस हुनुहुन्छ, देश बाहिरबाट आउनु भएको छ, फर्केनर, जनरल वर्कर, यहाँहरू सम्पूर्णका लागि इपिएफ अर्थात् केडब्लुएसपी प्रणाली लागू हुँदैछ, जसले गर्दा तपाईँ हाम्रो सेलेरीबाट 2% रकम कटौती भएर इपिएफमा जानेछ भने त्यसमा प्लस 2% कम्पनीले थपेर 4% इपिएफमा जाने गर्दछ। यो रकम भोलि तपाईँ हाम्रो फिर्ता हुन्छ या हुँदैन, या तपाईँ हामीले फाइदा हुन्छ या तपाईँ हामीलाई घाटा हुन्छ, यो सम्पूर्ण विषयमा बुझ्न र जान्नका लागि तपाईँले कमेन्ट गर्नुहोस्। कमेन्टमा तपाईँलाई लिङ्क छोडिदिन्छु, त्यो लिङ्कबाट सम्पूर्ण जानकारी पाउनुहुनेछ। र यदि तपाईँ युट्युब चलाउँदै हुनुहुन्छ भने युट्युबमा प्रेम डिपी क्रिएटर सर्च गरेर हेर्नुहोला। सम्पूर्ण जानकारी इपिएफको बारेमा राखिएको छ। के तपाईँलाई हामीलाई घाटा हुन्छ, के नाफा हुन्छ, के त्यो भोलि रकम फिर्ता आउँछ आउँदैन भन्ने सम्पूर्ण जानकारी राखिएको छ। धन्यवाद।